हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सबै सन्चै हुनु होला जस्तै लागिरहेछ, तर म चाहिँ हल्का बिमार छु। त्यही भएर आज लङ भिडियो बनाउन नि पाइएन, यता नि पानी परेर अलि अर्कै भएको छ क्या, त्यही भएर भिडियो नि बनाउन पाइएन। आज हल्का रुका जुखाम लागेर दिनभरि सुतेको सुतै एउटा ठिकाना होइन गाइज। अब चाहिँ अहिले पछि औषधि गर्न जानु पर्ला, एउटा भिडियो बनाइदिउँ न त। अब युट्युब त्यसै छुट्नुहुन्न, अब त्यति मिहिनेत गर्नुपर्छ, त्यही भएर नछोडौँ जस्तो लाग्यो, त्यही भएर नि अब आएँ। अब आजलाई चाहिँ म यता बाहिरको भ्यू सिउ देखाउँदैछु। भ्यू ढुकुर गाइज हेर्न सक्नुहुन्छ। वाउ गाइज छोरी ढुकुर, कस्तो राम्रोसँग बसिरहेको है। तर गाइज यता सुर्खेत माथिमा चाहिँ अहिले छतमा आएर देखाइरहेको भ्यू, अनि प्रासै छ सुर्खेततिरको। है दामी देखिन्छ, यता हल्का अलि देखिन्छ, फेरि यतातिर मै देखिन्छ। क्याप्नीहरू आज हल्का बिमार सुत्यो गएर जान्न, त्यही भएर भाइरतिर जान पाइएन। भाइरतिर जान पाएँ त्यो हल्का राम्रै हुन्थ्यो, के अरे बिमार भएको कारणले। म फेरि यस्तो यताउता प्रायः जस्तो जाने बाहिर घुम्ने भने ठिक लाग्दैन, झन् बिमार हुँदा त कहाँ लाग्छ र। बाहिरतिर जाने ठिक लाग्दैन, घुम्न अनि लाग्छ ढुक्क आउने मन लाग्यो। छतमा बस्यो बस्यो होइन गाइज। आजलाई चाहिँ छुट्टो हुनेछ, कृपया माफ गरिदिनु होला मलाई। भाइ गाइज जस्तो बिमार भएको बेला बोल्ने नि मन लाग्दैन नि त, त्यही भएर आज चाहिँ यति भोलि न्यु भिडियो बनाउँछु। हस् त, अहिलेको लागि बाई।